नमस्कार। आज म एउटा रोचक प्रसङ्ग यहाँहरू माझ ल्याइरहेको छु। यहाँहरू धेरैले चाहिँ नि एउटा प्रश्न बेला बेलामा उठाउँदै आइरहनु भएको छ। विनोद चौधरी जो चौधरी ग्रुपका मालिक हुनुहुन्छ, उहाँ संसारको अरबपतिको लिस्टमा सूचीकृत भए तापनि उहाँले नेपाल सरकारमा चाहिँ नि किन सर्वाधिक राजस्व तिरिरहनु भएको छैन, ट्याक्स तिरिरहनु भएको छैन भन्ने प्रश्न धेरैले गरिरहनु भएको छ। मलाई पनि बेला बेलामा त्यो जिज्ञासा त लाग्थ्यो, तर मैले एउटा पुस्तक भर्खरै पढेर भ्याएँ, उहाँको आत्मकथा विनोद चौधरी। यसमा चाहिँ नि उहाँले स्पष्ट के पार्नु भएको छ भने नेपालमा व्यवसाय गर्न त्यति सहज छैन। नेपालीले विदेशमा व्यवसाय गर्नु पनि त्यति सहज नभएको परिस्थितिमा उहाँले स्मार्टली आर्थिक नियमावलीहरूमा भएको छिद्रहरूलाई स्मार्टली प्रयोग गरेर उहाँले विदेशमा व्यवसायहरू फैलाउँदै आइरहनु भएको छ। सिङ्गापुर, सिक्किम, अमेरिका, त्यस्तै अहिले उहाँ अफ्रिकामा पनि व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ। तसर्थ उहाँले नेपाल सरकारलाई मात्र कर तिर्नुहुन्न, उहाँले विभिन्न राष्ट्रमा कर तिर्दै आउनुभएको छ। र अर्को कुरा हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने उहाँले आफ्नो उद्योग विभिन्न राष्ट्रमा फैलाएर नेपाललाई छुट्टै पहिचान पनि दिनमा योगदान पुर्याइरहनु भएको छ। र यो पुस्तक पढिसकेपछि यसमा एउटा मलाई सबभन्दा रोचक लागेको जुन पेज नम्बर 239 पेजमा चाहिँ उहाँले एउटा रोचक प्रसङ्ग उठाउनु भएको छ। म यो पढेर सुनाउँछु। यो त्यही गेटवे अफ इन्डिया हो, यो त्यही ताज होटल हो, त्यही सडक हो, त्यही सडक पेटी हो। वेशभूषा र हाउभाउ हेर्दा लाग्छ यो द्वारपाल पनि त्यही हो। गाडीहरूको शाही क्याराभान त्यही नै होटलभित्र छिरिरहेको छ। द्वारपाल ढोका खोल्दै सलुट ठोकिरहेको छ। गाडी धनी छाती तानेर होटलतिर लम्किन्छ। कोही मिजासिलो परे 150 को नोट उतिर बढाउँछ, उदङ्ग परेर फेरि सेल्युट ठोक्छ। सबै उही छन्, केही फेरिएका छैनन्। म पनि उही हुँ, खाली मेरो हैसियत फेरिएको छ। म त्यो सडक पेटीमा थुचुक्क बसेर यता होटलतिर हेर्थेँ। आज यही होटलको मालिकसँग साझेदारी गरेर यसको सबभन्दा महँगो स्विटबाट त्यता सडक पेटीतिर हेर्दैछु। त्यतिखेर पनि मेरो आँखाभरि आश्चर्य भरिएको हुन्थ्यो। आज पनि यसमा आश्चर्य भरिएको छ, किनकि मलाई लाग्छ त्यो सडक पेटीमा एउटा फुच्चे केटो उसै गरी अझै थुचुक्क बसिरहेको छ। ट्वाल्ल परेर यतै हेरिरहेको छ। ऊ एसएलसीको बोर्ड 5औं भएर नेपालबाट बम्बई घुम्न आएको हो। यसरी उहाँले चाहिँ नि आफू बाल्यकालमा बम्बे आउँदाको दृष्टान्त होटलको झ्यालबाट हेरेको रोचक प्रसङ्ग यहाँ राख्नुभएको छ। र यसले हामी के पनि बुझ्न सक्दछौँ भने यदि निश्चित उद्देश्य लिएर मानिसले काम गर्यो भने आफ्नै जुनीमा पनि एकदमै महत्त्वपूर्ण प्रगति गर्न सक्दो रहेछ, जसरी विनोद चौधरीले आफ्नो जीवनमा गरे। र हामीले पनि के बुझ्नु पर्यो भने एउटा निश्चित उद्देश्य लिएर आफ्नो लक्ष्यलाई केन्द्र बनाएर काम गर्यो भने हामीले बाबुबाजेले गर्दै आएको व्यवसाय अथवा व्यापारमा चाहिँ 2-4 इँटा थपेर त्यसलाई फरक तरिकाले नयाँ गन्तव्यमा हामी पुर्याउन सक्दछौँ। र यो पुस्तक यहाँहरूले पनि किनेर पढ्नुहोला। धन्यवाद।